अनि मैले अर्को एउटा टर्म सुनिरहेको हुन्छु कि बेला बेला यो प्यानिक एट्याक भन्छ नि के हो कस्तो हो यो खासमा यो पनि केही मेन्टल प्रब्लमै हो कि वा के एउटा कन्डिसन प्यानिक चाहिँ अब यतिकै लिटरल्ली जेनरल हिसाबले प्रयोग गर्दाखेरि चाहिँ आत्तिएको अवस्था होइन एकदम अत्तालिएको आत्तिको अवस्था एकदम गाह्रो भएको अवस्था होइन भने बुझिन्छ है अब एट्याक भनेको चाहिँ अचानक आयो होइन जुन चाहिँ अब त्यो बचाउ गर्नै गाह्रो हुने खालको अवस्था आयो होइन त्यस्तोलाई एट्याक भनिन्छ होइन अब प्यानिक एट्याक हामीले यता चाहिँ प्यानिक डिसअर्डरबाट यो शब्द आएको होइन जस्तै एङ्जाइटी डिसअर्डर मध्येमा एउटा प्रकारको डिसअर्डर चाहिँ प्यानिक डिसअर्डर हो एङ्जाइटी चाहिँ अलिक ब्रोड भयो चिन्ता हुन्छ कुनै पनि विषयको चिन्ता हुन सक्यो होइन प्यानिक चाहिँ अलिकति स्पेसिफिक टाइपको छ त्यसमा चाहिँ प्यानिक एट्याक आउँछ प्यानिक एपिसोडहरू हुन्छ होइन भनेको चाहिँ अचानक चाहिँ व्यक्तिलाई चाहिँ बढी जसो चाहिँ छाती र मुटुतिरको लक्षणहरू हुन्छ छाती भारी हुने श्वास अड्किने मुटु ढुकढुक हुने मुटु छिटो चले जस्तो हुने हार्ट एट्याक आउला जस्तो हुने यस्तै थियो होइन प्लस कतिपयलाई चाहिँ म अब ढलिहाल्छु बिहोस हुन्छु अथवा पागलै भइहाल्छु भन्ने खालको चाहिँ हुन्छ अनि यो लक्षणसहित व्यक्तिलाई अत्याधिक डर हुन्छ डर मात्र होइन एकदम अत्याधिकै डर हुन्छ र चाहिँ लब एमर्जेन्सी जस्तो स्थिति हुन्छ रियल इमर्जेन्सी त होइन पर उसलाई फिल हुने उसलाई चाहिँ रियल इमर्जेन्सी जस्तो फिल हुन्छ हामीले चाहिँ अर्जेन्सी भन्छौँ उहाँलाई चाहिँ रियल इमर्जेन्सी फिल जस्तो फिल हुन्छ भनेपछि उहाँलाई तुरन्त अस्पताल जाउँ नभए म मरिहाल्छु अथवा केही भइहाल्छ होइन अथवा यो हार्ट एट्याकै हुनसक्छ होइन तत्काल अस्पताल अथवा मेडिकल अथवा कहीँ गएर अथवा केही औषधि खाएर तुरन्त ठिक पार्नु पऱ्यो भन्ने जस्तो अवस्था हुन्छ होइन यो बेलामा चाहिँ जुन हाम्रो स्नायु प्रणालीमा दुईवटा प्रमुख हुन्छन् होइन पेरिफेरल नर्भस सिस्टममा अटोनोमिक नर्भस सिस्टममा एउटा सिम्प्याथेटिक हुन्छ अर्को प्यारासिम्प्याथेटिक चाहिँ अलिक रिल्याक्स पिसफुल काम आनन्दको हुन्छ होइन सिम्प्याथेटिक चाहिँ एकदम अर्जेन्सीवाला हुन्छ यो सिम्प्याथेटिक नर्भस सिस्टम चाहिँ ओभर एक्टिभेट भएको हुन्छ होइन के कारणले हुन्छ त्यसो नि कारण यसमा डरै प्रमुख कारण हुन्छ होइन डरै प्रमुख कारण हो र त्यो ओभर एक्टिभेट भइहाल्छ होइन अब योभन्दा बढी अझ डर किन आउँछ भन्दाखेरि फेरि मैले बायोसाइकोबाटै भन्नुपर्ने हुन्छ किनभने कतिपय कुरा के हुन्छ भने यताबाट भन्यो भने पनि होइन त्यस्तो छ होइन फेरि एउटै कारणले भनेर ठ्याक्कै भन्ने छैन त मल्टिपल फ्याक्टरको चाहिँ इन्टरेक्सनले भन्ने छ अहिलेसम्मको होइन ओके अब त्यो प्यानिक एट्याक भयो त्यो प्यानिक एट्याक सँगसँगै डर अत्याधिक भयो होइन मान्छेलाई जस्तै प्यानिक एट्याक आइरहेको बेला पनि सुसाइडल थट आउने चान्स हुन्छ र म त्यसमा आउला है त ओके अनि प्यानिक एट्याक चाहिँ महिनामा 4 चोटि आयो अथवा एकैचोटि आयो भने ऊ व्यक्तिलाई चाहिँ मलाई फेरि आउने हो कि भन्ने खालको भएर अति असहज भइरहेछ र त्यसले गर्दा व्यक्तिले आफ्नो कार्य सम्बन्धन अरू बेला गर्न पनि राम्रोसँग गर्न सकिरहेको छैनन् भने पनि हामीले त्यसलाई चाहिँ र यो चाहिँ अरू कुनै जेनरल मेडिकल कन्डिसनको कारणले होइन होइन जस्तो कहिले कहिले हाइपोग्लाइसेमिक एट्याक होइन कता एमआई अथवा कार्डियक कन्डिसन अथवा कहिले कहिले अब छातीमा मिड एक्सटर्नल चेस्ट बर्न होइन विभिन्न कारणले पनि त्यस्तो मिल्दोजुल्दो लक्षण आउन सक्छ सिन्कोप होइन हुनसक्छ ती कारणले होइनन् यो चाहिँ मानसिक कारण नै हो भन्ने भयो भने त्यसलाई चाहिँ हामीले एङ्जाइटी डिसअर्डर तर सब टाइप चाहिँ होइन प्यानिक डिसअर्डर भनेर भन्छौँ होइन त्यो भयो अब हजुरले भन्नुभएको कुरा चाहिँ अर्को के आयो भने प्यानिक एट्याक आएको व्यक्तिले पनि सुसाइड गर्न सक्छ भन्ने कुरा हुन त अब यस्तो छ मानसिक समस्या कुनै व्यक्तिलाई एउटा मात्र पनि हुनसक्छ अब त्यसैमा चाहिँ अर्को पनि भइदिन पनि सक्छ कोमर्बिड पनि हुनसक्छ कहिले कहिले एउटा जस्तो एउटा मुख्य एउटा हुन्छ त्यसपछि अर्को भयो भने जस्तो मुख्यलाई हामीले प्राइमेरी भन्छौँ पहिला जुन आयो होइन अनि दोस्रोलाई चाहिँ अब जुन त्यसैको कारण एउटा कारण जस्तो भएर अर्को आयो भने त्यसलाई हामीले सेकेन्डरी भन्छौँ जस्तो अब प्यानिक डिसअर्डरको हकमा प्यानिक डिसअर्डर व्यक्तिलाई भएको भइ छ राम्रोसँग उहाँ ठिक हुनुभएको होइन उहाँ अजित परिसक्नु भएको छ फ्रस्ट्रेट हुनुभएको छ होइन अनि त्यसले गर्दा उहाँले अब आफ्नो कार्य सम्बन्ध गर्न सक्नु भएको छैन उहाँलाई अत्यधिक डिस्ट्रेस छ होइन उहाँ भविष्यमा म राम्रोसँग ठिक पनि हुनसक्छ सक्दिनँ भन्ने होप पनि त्यति छैन अनि यति अप्ठ्यारो झेल्नुभन्दा बरु मर्नु नै ठिक हो होइन भन्ने आउन थाल्यो भने त सुसाइडको भावना आयो होइन यो मैले एउटा उदाहरण एउटा केस बेस्ड उदाहरण भने तर कतिपय बेसमा अर्को तरिकाले पनि हुनसक्छ
अनि मैले अर्को एउटा टर्म सुनिरहेको थिएँ कि बाइपोलर डिसअर्डर के हो यो कस्तो हो खासमा यो अब बाइपोलर डिसअर्डर भनेको पनि एक प्रकारको अब मानसिक स्वास्थ्यको समस्या भयो होइन र यो चाहिँ अलिकति कडा खालको मानसिक स्वास्थ्यको समस्यामै पर्दछ किनभने यसमा चाहिँ एकदम बढी दोहोरिने बल्झिने हुन्छ र धेरै जसो बखतमा लाइफ लङ यो व्यक्तिलाई रहने उपचार गर्नुपर्ने होइन औषधि अथवा अन्य उपचारहरू पनि गरिनुपर्ने अवस्था आउँछ र बाइपोलर भनेको चाहिँ दुईवटा पोलमा चाहिँ व्यक्ति चाहिँ स्विङ हुन सक्ने सम्भावना रहन्छ भनौँ न एउटा पोल डिप्रेसन नै हो अघि भनेको डिप्रेसनमा चाहिँ त्यो व्यक्तिलाई डिप्रेसन मात्रै भइरहेको छ अर्को पोलमा जाँदैन त्यही भएर त्यसलाई हामीले डिप्रेसिभ डिसअर्डर भन्यौँ होइन यो बाइपोलरमा के भन्छ भने जस्तो डिप्रेसन पनि उसलाई हुनसक्छ अथवा डिप्रेसन नभइकन उसलाई म्यानिया मात्रै पनि हुनसक्छ अहिले है म्यानिया मात्रै भयो भने पनि हामीले त्यसलाई बाइपोलर डिसअर्डरै भन्छौँ किन कन्सेप्ट के हो भने जो व्यक्ति म्यानियामा छ कुनै न कुनै बेलामा ऊ डिप्रेसनमा जाने सम्भावना हुन्छ म्यानिया भने चाहिँ के हाम्रो म्यानिया भनेको चाहिँ म्यानिया भनेको चाहिँ म्यानिया अथवा हाइपोमेनिया भनेको चाहिँ डिप्रेसनमा हुने कन्डिसन अथवा लक्षणको लगभग अपोजिट जस्तो खालको लक्षण हुन्छ त्यसलाई म्यानिया भन्न सकियो जस्तो उदास हुने मान्छे नरमाइलो स्याड हुने मान्छे चाहिँ म्यानिया भएको व्यक्ति चाहिँ के हुन्छ चाहिने भन्दा नर्मल भन्दा पनि ऊ बढी चाहिँ खुसी देखिन सक्ने अवस्था भयो डिप्रेसनमा एनर्जी लेभल कम हुन्छ तर म्यानियामा चाहिँ उसको नर्मल भन्दा पनि अलिक बढी हाई एनर्जी लेभल हुन्छ डिप्रेसनमा उसलाई निन्द्रा पुगेको हुँदैन अभाव हुन्छ होइन अथवा निन्द्रा आएर फ्रेस भएर उठ्दैन होइन म्यानियामा चाहिँ उसलाई निन्द्राको अभाव महसुस हुँदैन थोरै अवधिको त अघि 7 देखि 9 घन्टा भनियो नि त्योभन्दा पनि निकै कम अवधिको 2-4 घन्टा मात्रै सुतेर पनि उहाँ चाहिँ निन्द्रा पुगेको जस्तो अवस्था एकदम होइन इनर्जी हाई भएको चाहिने भन्दा बढी प्रफुल्लित भएको अवस्था हामीले भेट्न सक्छौँ डिप्रेसनमा सोचहरू निराशाजनक हुन्छन् होइन भनेपछि म्यानियामा चाहिँ एकदम उत्साहजनक हुन्छ तर चाहिने भन्दा बढी उत्साहजनक जुन चाहिँ उहाँको रियालिटीले उहाँको चाहिँ त्यति बेलाको वर्तमान उहाँको कन्टेक्स्टले चाहिँ त्यो अलिकति चाहिँ जस्टिफाई गर्दैन होइन डिप्रेसनमा आइडियाहरू डिप्रेसिभ हुन्छन् म्यानियामा चाहिँ एकदमै बढी महत्त्वकाङ्क्षी हुन्छन् जुन चाहिँ त्यही रियालिटी बेस्ड हुँदैन होइन मैले अनि अन्य बायोलोजिकल सिम्टमहरूमा पनि डिप्रेसनमा त्यो घटेको हुन्छ न्यून भएको हुन्छ अनि म्यानियामा चाहिँ बढी भएको हुन्छ होइन डिप्रेसन मा भएको व्यक्तिको हाउभाउ बोली शैलीमा चाहिँ एक किसिमको न्यूनता आएको हुन्छ होइन साइकोमोटर एक्टिभिटी रिड्युस्ड हुन्छ भनेर हामीले भन्दछौँ होइन भने हाइपोमेनिया म्यानियामा चाहिँ त्यो चाहिँ चाहिने भन्दा बढेर आएको हुन्छ होइन अधिकता आएको हुन्छ त्यसमा है हजुर मैले एकजना यस्तो मान्छे पनि देखाएको छु कि जो चाहिँ 15 दिन एकदमै एक्टिभ हुन्छ होइन ऊ राति 12 बजी पनि उठेर भात पकाएर खाइदिन्छ मासु पकाएर खाइदिन्छ होइन गाउँ डुलिदिन्छ वा चाहिँ बजार डुलिदिन्छ गीत गाउँदै हिँडिदिन्छ होइन अनि फेरि 15 दिन ऊ मस्त सुत्छ मात्रै कि हजुर यो के बाइपोलर डिसअर्डर के अब यो हो कि कस्तो अब यो हजुरले दिएको उदाहरणले पनि ठ्याक्कै बाइपोलर डिसअर्डर नै हो भनेर भनिहाल्न चाहिँ कन्फर्म गर्न चाहिँ गाह्रो हुन्छ अब कहिले कहिले कस्तो हुन्छ भने व्यक्तिको अब केही लाइफ स्टाइल अथवा जीवनको उहाँको जीवनले डिमान्ड गरेको कुरा त्यस्तै भएर उहाँले त्यस्तै गरे पनि हुनसक्छ त्यही भएर कन्फर्म गर्नलाई हिस्ट्री कहिले व्यक्ति मात्र होइन व्यक्तिसँग बस्ने मान्छे अथवा अरू नजिकको मान्छेसँग हिस्ट्री लिनुपर्ने अनि मेन्टल स्टेट एक्जामिनेसन गर्नुपर्ने कहिले कहिले हामीले साइकोलोजिकल अनि टेस्टिङ अनि प्लस विविध खालका स्केलहरू पनि लगाउनु पर्ने हुन्छ होइन यङ मेनिया रेटिङ स्केल ब्रिफ साइकेट्रिक रेटिङ स्केल होइन अब अथवा अन्य खालका स्केलहरू पनि लगाएर त्यो स्केलको स्कोर अनुसार पनि गर्दछौँ र कहिले कहिले चाहिँ अब ठ्याक्क बाइपोलर डिसअर्डरै भनेर चाहिँ कन्फर्म गर्न नसके पनि एउटा दिएको छ शब्द फ्रेज होइन बाइपोलर स्पेक्ट्रम भनेको छ स्पेक्ट्रममा के हुन्छ भने ठ्याक्क मेनिया र ठ्याक्क डिप्रेसन भनेर क्याटेगोराइज गर्न अथवा कन्फर्म गर्न गाह्रो हुन्छ तर त्योभन्दा तर नर्मल पनि होइन होइन त्यस्तोमा चाहिँ साइक्लोथाइमिक हुनसक्छ साइक्लोथाइमिक भनेको अब अलिकति कम इन्टेन्सिटीको होइन डिप्रेसनभन्दा कम इन्टेन्सिटीको भइदिन्छ यता एउटा पोलमा र यता म्यानिया हुँदाखेरि चाहिँ अलिकति म्यानियाभन्दा कम इन्टेन्सिटीको हाइपोम्यानिक हुनसक्छ होइन त्यो त्यस्तो पनि कन्डिसन भएको हुनसक्छ हजुर यसको उपचार चाहिँ सम्भव हुन्छ नि अनि अर्को चाहिँ फेरि हामीले जहिले पनि मेन्टल हेल्थ कन्डिसन हो भनेर लेबल गरियो हाल्नुभन्दा पहिला कुनै अन्य कारणले जेनरल कन्डिसनले
शारीरिक स्वास्थ्यको कन्डिसनले या त पदार्थको प्रयोगले भएको होइन भने चाहिँ हिस्ट्री एक्जामिनेसन अथवा कहिले कहिले परीक्षण ल्याब परीक्षणबाट पनि कन्फर्म गरेर बल्ल चाहिँ हामीले यता भन्नुपर्ने हुन्छ। हजुर। अनि मैले एकजना यस्तो लेडिज देखेको छु होइन, हजुर, जसको एकदम सानो फ्यामिली छ, बुढाले पनि एकदम माया गर्छ हजुर, होइन, बच्चा बच्ची पनि छन्। हजुर। अनि ऊ चाहिँ जति पनि चिन्ता लेख्छ, ल अब मलाई चाहिँ मलाई केही भइहाल्यो भने बुढाले अर्को बिहे गर्छ, अनि त्यसपछि मेरो छोराछोरीलाई चाहिँ हेला गर्छ उसले, हजुर, होइन, त्यो खालको सोच्ने होइन। अरू सबैका चिन्ता छ, मेरो त केही चिन्तै भएन भनेर चाहिँ चिन्तै भएन भनेर पनि चिन्ता लिने त्यस्तो स्वभाव पनि हुँदो रहेछ कि कसैको। त्यो पनि के मेन्टल प्रब्लमै हो वा अरू के? अब यस्तो छ, त्यो अघि हामीले एङ्जाइटीको बारेमा कुरा गर्दा पनि यो त्यहाँ राख्दा पनि मिल्थ्यो होइन। एङ्जाइटी त भयो होइन, एङ्जाइटी त्यहाँ छ, तर एङ्जाइटीलाई हामीले चाहिँ त्यसलाई नर्मल एङ्जाइटी अथवा एबनर्मल एङ्जाइटी होइन, एङ्जाइटी लिनुपर्ने अवस्था हो अथवा अवस्था होइन, अथवा एङ्जाइटी चाहिँ भनौँ न को लेभल इन्टेन्सिटी कम छ या बढी छ भनेर हामीले छुट्याउनु पर्ने हुन्छ। त्यसको आधारमा हामीले बल्ल त्यो रोग हो कि होइन भन्छौँ, डिस्ट्रेस कतिको छ, डिस्फङ्सन कतिको छ। अनि डाक्टर साहब, मैले अर्को एउटा भोगेको समस्या भनौँ न होइन, हजुर, लगभग 14-15 वर्ष उमेर समूहका विद्यार्थीहरू थिए। हजुर, मैले क्लासमा पढाउँदै गर्दा एउटा लेडिज विद्यार्थी रुन थाली। हजुर। ऊ रुएको देखेपछि अर्को रुने अनि क्लासै लिन नसकेर अब क्लासै बन्द गरेको अवस्था थियो एकचोटि। हजुर। त्यो पनि के मेन्टल समस्या हो कि अब त्यतिखेर चाहिँ विद्यालयमा चाहिँ यो भूत लागेको वा चाहिँ के लागेको यताउति भन्ने कुरा भएको थियो होइन। अब चाहिँ यहाँ चाहिँ सप्ताह लाउनुपर्छ भनेर जस्तो प्रसङ्ग नि उठाएको थियो। यो खास कस्तो खालको मानसिक समस्या हो यो? हो, त्यो एक प्रकारको अब हजुरले सोध्नुभयो मेन्टल समस्या हो भन्दा मेन्टल समस्या हो भन्दा पनि मिल्यो होइन। अब हामीले अब अलिकति त्यसलाई चाहिँ अलिक राम्रो शब्द चाहिँ मेन्टल हेल्थ कन्डिसन, एक प्रकारको मानसिक स्वास्थ्यको समस्या अवस्था हो भन्ने चलन छ होइन। त्यो भन्दैमा फेरि बहुलाकै हो होइन, किनभने अघि हामीले कुरा गरिसक्यौँ मानसिक स्वास्थ्यका समस्याहरू त विभिन्न थरी हुँदो रहेछन् होइन। एङ्जाइटी, अब डिप्रेसन, बाइपोलर होइन, खास जुन धेरै खालका छन् समस्याहरू होइन, लागु पदार्थको दुर्व्यसनहरू पनि छन्। हजुरले भनेको त्यो केस चाहिँ अब कन्भर्जन डिसअर्डर अथवा डिसोसिएटिभ डिसअर्डर भन्ने अवस्था हुन्छ, त्योसँग चाहिँ मिल्दोजुल्दो छ है। त्यो चाहिँ अब समाजमा चाहिँ समुदाय प्रयोग गर्ने शब्द चाहिँ छोप्ने व्यथा भनेर भन्दछन् होइन। अब हिस्टेरिया भनेर पनि भनिन्थ्यो होइन, अहिले पनि प्रयोग हुन्छ, तर हामी चाहिँ प्राविधिकहरू त्यो शब्द प्रयोग गर्न अलिक रुचाउँदैनौँ। किन हिस्टेरिया चाहिँ किन प्रयोग नगर्ने? अब त्यो चाहिँ त्यसले हिस्टेरिया चाहिँ हिस्टेरस भन्ने शब्दबाट आएको, त्यो हिस्टेरस भन्दाखेरि चाहिँ पाठेघर बाट भन्ने कुरा हुन्छ। त्यो भने चाहिँ महिलालाई नै मात्रै फोकस गरे जस्तो हुने भयो। र अर्को कुरा चाहिँ अब बढी चाहिँ जुन किशोर किशोरी अवस्थामा रहेको अवस्थादेखि अलिकति यङ होइन एडल्टहुडसम्मको रिप्रोडक्टिभ एज ग्रुपसम्म चाहिँ बढी त्यसलाई इङ्गित गरे जस्तो बुझिने भएको हुनाले अलिकति त्यो स्टिगमाटाइजिङ भएको हुनाले हामीले त्यो प्रयोग त्यति गर्दैनौँ। त्यसले फेरि कस्तो हुन्छ भने खालि यौन मात्रै कारण हो कि भन्नेतिर जान्छ कुरा होइन। अब यौन चाहिँ कतिपय व्यक्तिलाई तनाव चाहिँ हुनसक्छ। अघि हामीले कुरा गरेका थियौँ एडोलेसेन्ट हुर्किने क्रममा प्युबर्टी स्टेज, सेकेन्ड सेक्सुअल क्यारेक्टरिस्टिक्स हुँदै यङ एडल्टहुडमा पुग्ने हो होइन। त्यसले गर्दा केही त्यो अवस्थाहरू त्यहाँ तनावको सिर्जना हुने अवस्थाहरू चाहिँ आउँदछन् होइन, खास गरी महिलाहरूलाई होइन। तर चाहिँ त्यो भन्दैमा त्यो मात्रै त्यही मात्रै कारण हो भन्ने हुँदैन। तनाव त आजकल चाहिँ बढी एकाडेमिक स्ट्रेस छ, पढाइको बढी तनाव छ आजकल होइन, करियरको छ, अन्य रिलेसनको छ होइन, समाजमा आफ्नो स्ट्याटसको सम्बन्धित लिएर तनावहरू छ। त्यो तनाव जे पनि हुन्छ, त्यही भएर त्यो शब्द चाहिँ हामी त्यति प्रयोग गर्नु हुन्न भन्ने छ। त्यही भएर त्यसलाई चाहिँ अब हिस्टेरिया नभनेर कन्भर्जन भनेको के भन्दाखेरि एउटाबाट होइन, त्यो त्यसमा म आउँछु। कन्भर्जन भनेको के भन्दाखेरि कन्भर्ट हुने। कन्भर्ट के हुन्छ भने मानसिक तनाव अझ भन्दाखेरि अवचेतन मनमा सबकन्सियस माइन्डमा रहेको स्ट्रेस त्यो चाहिँ रूपान्तरण हुन्छ, चेन्ज हुन्छ केमा, फिजिकल सिम्टममा, शारीरिक लक्षणमा चाहिँ रूपान्तरण भइदिन्छ है। कन्भर्ट त्यहाँ हुन्छ होइन। त्यो कन्भर्ट हुँदाखेरि नै व्यक्तिलाई केही न केही राहत मिल्छ। त्यसलाई के भन्छ प्राइमेरी गेन अथवा पहिलो फाइदा भनौँ न, पहिलो लाभ व्यक्तिलाई
होइन त्यो कन्भर्ट हुँदाखेरि नै एक किसिमको नभए चाहिँ व्यक्तिलाई निकै गाह्रो हुनेवाला थियो त्यो कन्भर्ट हुनाले एक किसिमको हेर्दाखेरि अप्ठ्यारो देखियो पनि तर साइकोलोजिकली एक किसिमको राहत भयो त्यहाँ है अब त्यो जुन बाहिर लक्षण देखिन्छ एकदम डरलाग्दो अत्याउने खालको होइन तुरुन्तै केही गरिहाल्नुपर्ने हो कि होइन अथवा शारीरिक समस्या ठुलै केही हो कि ज्यान पो जोखिममा छ कि जस्तो देखिन्छ नि होइन तपाईँले रुने मात्रै भन्नुभयो कतिपयले सास फेर्न गाह्रो हुने होइन एकदमै बिहोसबाट लडिदिने अथवा अन्य अन्य लक्षणहरू पनि आउँछ नि त होइन हो अब त्यो देखिसकेपछि ध्यान आकर्षण हुन्छ होइन वरिपरि बस्ने व्यक्तिहरूको ध्यान आकर्षण हुन्छ र सहयोग पनि हुन्छ होइन यो चाहिँ दोस्रो फाइदा भयो होइन सेकेन्डरी गेन यसलाई भन्छ तर दोस्रो फाइदा फेरि ज्यादा भयो भने के हुन्छ भने त्यो व्यक्तिको सबकन्सियस माइन्ड चाहिँ अलिक बढी चलाक भइदिन्छ भनौँ न यसरी नै एटेन्सन पाइँदो रहेछ यसरी नै छुट पाइँदो रहेछ होइन अथवा केयर बढी पाइँदो रहेछ भनेर त्यो लक्षण छोडिदिनेबाट चाहिँ हाम्रो व्यवस्थापनमा एउटा चाहिँ मुख्य सिद्धान्त के हुन्छ भने अनावश्यक सेकेन्डरी गेन दोस्रो फाइदा अनावश्यक एटेन्सन छुट त्यसलाई चाहिँ कम गर्दै जाने होइन यो चाहिँ व्यक्तिलाई भने कन्भर्जन भयो हजुरले भन्नुभयो हजुरले भनेको उदाहरण अझ मास कन्भर्जन जस्तो छ भनेको मास फेनोमेना भयो एउटा व्यक्तिलाई भयो पहिला त्यसपछि त्यही देखेर अनुभव गरेर अरू व्यक्तिमा पनि त्यस्तै खालको लक्षण आयो होइन